हेलो आज चाहिँ म तपाईहरुलाई चाहिँ यो दाइसा यसको चाहिँ सेकेन्ड गरेको कसरी गरिन्छ भनेर चाहिँ म देखाउन गइरहेको छु तपाईहरुलाई। सो म आज यो काम गरिरहेको छु आज बिहानदेखि स्टार्ट काम। सो त्यही भएर चाहिँ यो कसरी यसको सेकेन्ड कसरी गरिन्छ भन्ने कुरा चाहिँ म तपाईहरुलाई आज गरेर देखाउँछु है त। आजको काम पनि यही हो। सो यो चाहिँ ठुलो दाइसा हो। सो यसको चाहिँ यो तीनटा चक्का छ, उतापट्टि तीनटा, मैले चाहिँ यतापट्टि मात्रै गर्नुपर्छ, हामी दुई जनाले गर्नुपर्छ। सो हामी कसरी गर्छौं भनेर चाहिँ म तपाईहरुलाई चाहिँ यसको सेकेन्ड कसरी गरिन्छ भनेर देखाउँछु है त। सो अहिले चाहिँ जापानमा आजको दिन चाहिँ एकदमै चिसो छ, जाडो छ, बाहिर पानी परिरहेछ, हिजो हिउँ परेको थियो। सो एकदमै चिसो छ अनि जाडोको मौसम छ। अब यसको चाहिँ सुरुमा चाहिँ यसले चाहिँ क्यापको चाहिँ खोल्नुपर्छ यसको। सो सुरुमा चाहिँ हामीले चाहिँ हाबुलाई नै निकाल्नु पर्ने हुन्छ है त। सो यसरी चाहिँ यसको निकालेर अब यो क्याप हुन्छ यसको, क्याप निकालेर यसलाई चाहिँ राख्नु। यसको चाहिँ यो भयो, यसरी नै तीनटैको निकाल्ने। सो मैले चाहिँ अब यसको चाहिँ कपको चाहिँ सबैको निकालिसकेँ, कप। अनि अब चाहिँ यसको चाहिँ रोकको पिन निकाल्नु पर्ने हुन्छ। हालेर हामीले चाहिँ यस्तो हुन्छ, यसले चाहिँ यो धुलोमा छिराएको हुन्छ। सो त्यो धुलोलाई चाहिँ नघुम्ने तरिकाले त्यो चाहिँ चेउसे गरिसकेपछि चाहिँ फिक्स गरिसकेपछि चाहिँ यसले चाहिँ ठ्याक्कै रोकको गर्छ हैन। त्यसलाई निकाल्ने, सबैको त्यसरी नै निकाल्ने। हल्का तात्यो हिर्कायो, यसलाई चाहिँ रोकको पिन भन्छ। अब चिसो हावा चलेर यसलाई चाहिँ सान्जो परेन दाइसा भन्छ। यसलाई चाहिँ अगाडि चाहिँ टाउको चाहिँ तोराक्ता हेद्दोले कुदाउँछ, चुनाई गरेर चाहिँ जोडेर चाहिँ यो चाहिँ कुदाउनु पर्ने हुन्छ। सो यो भयो, यो दोग भयो, औजार भयो, ठ्याक्कै यहाँनिर मिल्ने हुन्छ। अनि यो ऐद छिराको चाहिँ यहाँनिर ठ्याक्कै मिल्ने हुन्छ। यसरी घुमाएर चाहिँ साट्टै यसको नाप्तो हुन्छ, यो घुमाएर चाहिँ खोल्ने हो। पुरै नाप्तो ननिकाल्ने पनि यो चाहिँ हाबु चाहिँ निकाल्नु सकिन्छ। निकाल्ने यसको झट्टा। अब हेर्दाखेरि त यो खालको चक्का अनि हाबु हैन एकदमै गरुङ देखिन्छ, गरुङ पनि हुन्छ। तर अब यसलाई बलले चाहिँ गर्ने होइन, यो चाहिँ दाइसा भन्छ यसलाई। सो यसमा चाहिँ तानेपछि त आयो नि त हैन। अब यसलाई फाल्दिन बाहिर। उताबाट सजिलै गरेर निस्किन्छ। हट्ट निकालियो। अब यसलाई चाहिँ उतापट्टि निकालेर राख्ने, यसलाई सफा गर्ने ड्रमहरू यसको ग्रिजहरू पुस्ने। किन पुस्ने त भन्दाखेरि भरे अब यो राइनिङमा झिक्दाखेरि यहाँ दल्लिन सक्छ। राइनिङमा दल लाग्यो भनेदेखि त ब्रिज त लाग्नु भएन, भरे ब्रेक हुनु त धुने नै हो। ब्रिज लाउनु पर्ने हो तिलो। राइनिङलाई अब के गर्ने भन्दा गरेको अहिले चाहिँ मैले ब्रेकलाई मधौसी गरेको। यो चाहिँ किन गर्छौँ भनेदेखि यो हामीले राइनिङमा झिक्दाखेरि अहिले त हिराकी भइरहेको हुन्छ, अन्त ठुलो भइराखेको हुन्छ, फुल्लिराखेको हुन्छ। त्यतिकै झिक्यो भने चाहिँ अलिकति झिक्दाखेरि झिक्न त सकिन्छ, तर अलिकति अप्ठ्यारो गाह्रो हुन्छ। भरे लाउँदा पनि अलिक गाह्रो हुन्छ र। अब चाहिँ म तपाईँहरूलाई चाहिँ राइनिङ निकालेर देखाउँदैछु है त। पहिला यो निकाल्यो, अब यसले है त ट्याक ट्याक यो निक्ल्यो नि होइन, यहाँबाट निक्ल्यो। एकतिर पनि निकालिसक्यो, माथिको निक्लेको छैन। त्यसो गर्ने सिधा चट्ट निकालेर यहाँ राख्ने। स्पुन हुन्छ यसलाई ठोक्ने। ठन्केपछि त स्पुन पनि यतापट्टिको अब यसलाई
चाहिँ बाहिर पानी छुनु जानु आँटेको पछि चाहिँ यो हो तेबुकुरो जस्तो यो यसमा हाल्ने यो यसरी चाहिँ भरे अन्तिम किनभने गलिएको हुन्छ नि त ल। सो गाइस अब चाहिँ म चाहिँ यसलाई यो बाघको प्रेतो जुन आँटिरहेको छु यो ब्याक प्लेट यो राइनिङहरू अघि धोइसकेको छु। म चाहिँ अब यिनीहरूको सफा गर्छु र यो राइनिङ हाल्छु। यसलाई चाहिँ म फेरि एकचोटि राम्रोसँग पुसेर सफा गर्नुपर्छ किनभने फेरि ग्रिज लगाएर यहाँ यो ठाउँमा चाहिँ अब यो ठाउँमा चाहिँ ब्यारिङहरू बस्छ। सो यो ब्यारिङ बस्ने भएर चाहिँ यहाँनिरलाई सफा गर्नु पऱ्यो किनभने फोहोर भयो भनेदेखि चाहिँ यो हुन्छ नि यो रोरालाई चाहिँ हामीले चाहिँ यो त कुद्छ त्यहाँनिर त यसरी हल्लिनुपर्छ। सो त्यस हुनको लागि चाहिँ हामीले चाहिँ यो स्प्रे ग्रिसी हो यो चाहिँ स्प्रे ग्रिसी चाहिँ दल्नुपर्छ यहाँनिर सट्टै। यो छैन भने पनि हामीले नर्मल ग्रिस अर्को दलेर यसलाई चाहिँ यसरी स्मुजली हुने खालको गराउनुपर्छ। यसरी नै गर्ने हो। यो चाहिँ राम्रो यो हुक चाहिँ राम्रोसँग लागेको छ कि छैन भनेर चेक गर्ने। प्लस यो ग्रिस यो मोडेलिङको ग्रिस भन्छ। अब यो त आतार हुने ठाउँ हो नि त यो चाहिँ टच हुने ठाउँ हो। सो यो पनि चलिरहेको हुन्छ। सो त्यसको लागि यहाँ पनि हामीले ग्रिस लाउनुपर्छ। यो कुइनाहरू यो घुँडाहरू हो नि यसमा चाहिँ हामीले के भन्छ लिगामेन्ट समथिङ के भन्छ नि यस्तै खालको त्यो भएन भने चाहिँ मासी चाहिँ भएन भनेदेखि चाहिँ नेपालीमा ठ्याक्कै भन्दाखेरि मासी भएन भने त त्यो दुख्छ नि राम्रोसँग चल्दैन नि त्यस्तै हो क्या यो पनि। हामीले यसमा ग्रिज लगाइएन भनेदेखि चाहिँ यो चल्ने ठाउँ हो एङ्कल भएको ठाउँ हो। एङ्कल भएको ठाउँमा चाहिँ हामीले यसरी ग्रिजहरू दल्नुपर्ने हुन्छ त्यस्तै हो। अब चाहिँ फाइनल्ली चाहिँ मैले यहाँ ग्रिजहरू पनि दलिसकेँ यो पनि सबै सफा गरिसकेँ। अब चाहिँ फाइनल्ली पाला आयो के भन्दाखेरि यो राइनिङलाई हाल्ने। कसरी हाल्ने भन्दाखेरि यो चाहिँ यो जुन पाइप छ नि यो रोरा चाहिँ यसमा हुनु पऱ्यो यसमा ठ्याक्कै हुनु पऱ्यो। सो त्यही अनुसारले त्यसको लागि हामीसँग दोब्रो चाहिँ के चाहियो भन्दाखेरि एउटा यो हम्मर चाहियो र एउटा यो दोराइबा माइनस दोराइबा। अब यसलाई चाहिँ हामीले चाहिँ जसरी अघि झिकेको थियौँ त्यसरी नै लाउने हो। जस्तो जुन उतापट्टि यो भित्तातिर हुन्छ यो आतारु गर्ने ठाउँमा चाहिँ यसमा चाहिँ खेजुरी भएर चाहिँ यो चाहिँ अलिकति बाहिर देपातीहरू जस्तो निस्केको जस्तो देखिन्छ। सो यसलाई हेऱ्यो भने पनि थाहा पाइहालिन्छ। सो यसलाई चाहिँ म कसरी लाउने त म लाएर देखाउँदैछु है त। सट्टै यहाँबाट उचाल्ने सट्टै यसलाई यहाँ नोकरी गरेर यसलाई यहाँ अड्काएर चाहिँ हामीले अब के गर्छ भन्दाखेरि यहाँ लाग्यो नि होइन हम्मरले हानेर छिर्यो। अब यसलाई चाहिँ कसरी तलको लागि कसरी लाउने पहिला माथिको लाउने तलको लागि चाहिँ हामीले पहिला यो रोरालाई चाहिँ यहाँनिर लाउने होइन सेट लगाएपछि यता ठेल्ने। अब हामीले यो त यो यहाँ आइसकेको छैन कि यतिकै ठोक्यो भने त यो त बिग्रिन्छ। त्यही भएर हामीले यहाँबाट स्वाट्ट तान्ने ख्याप्पै आयो। अब फेरि यसरी लाउने। अब यो अघि मैले देखाएको थिएँ हुक थियो यो हुकलाई चाहिँ यो दुइटामा ख्वाप्पै लाउने अनि चेक गर्ने यो हुक चाहिँ राम्रो ठाउँमा छिरेको छ कि छैन अड्केको छ कि छैन भनेर ठ्याक्कै ठिक भयो। अब यो च्याट्टै ग्रिसहरू अघि लागेको ग्रिस चाहिँ धेरै बाहिर हामी जस्तो बाहिर धेरै निस्केको छ भनेदेखि चाहिँ त्यसलाई पुस्ने। सो यसरी चाहिँ हामीले सबै राइनिङहरू लगाइसकेपछि चाहिँ यो चाहिँ ब्रेकको काम चाहिँ सक्यो। अब यसलाई चाहिँ आएर चाहिँ केन साइनले चाहिँ आएर चाहिँ फेरि एकचोटि चेक गर्छ ठिक भयो कि ठिक भएन डबल चेक हुन्छ। सो सबै छ यो चाहिँ अब एकचोटि फेरि केन साइनले चेक गर्छ। सो अब चाहिँ म के गर्दै जाँदैछु भनेदेखि यसको तलको यो चल्ने ठाउँ हुने हुन्छ कि त्यो ग्रिस अप गर्न चाहिँ
सो यसरी चाहिँ अब ग्रिस अप गर्नुपर्ने हुन्छ। यो चाहिँ अब ग्रिस अप चाहिँ यस्तो ठाउँमा लाइन्छ, यसलाई सुरागको एज जस्तो भन्छ, सुरागको एज जस्तो भन्छ होइन। जस्तो ब्रेक हान्दाखेरि उताबाट चाहिँ स्वाट ब्रेक हान्दाखेरि चाहिँ अब यो उगोकी हुन्छ क्या, यो उगोकी हुँदाखेरि जस्तो यहाँ म देखाउँदैछु ब्रेक कसरी लाग्छ, यो स्वाट यस्तो आउँछ, यो हिराकी भयो ठुलो भयो, यो चाहिँ ठुलो भएर चाहिँ ड्रममा चाहिँ हतार गरेपछि यसले झ्याप्पै ब्रेक लाग्यो क्या। जस्तो यसले चाहिँ ड्रममा चाहिँ यस्तो फुलिएर चाहिँ टाइट भएपछि त यो त चक्का कुद्नु पाएन नि त, त्यो भएर चाहिँ उताबाट ब्रेक हाल्दाखेरि चाहिँ हावाले स्वाट यस्तो हुन्छ। अनि फेरि उताबाट फेरि म ब्रेक मदोसो गर्दाखेरि चाहिँ यस्तो भएकोलाई यस्तो जान्छ। सो यो चिजिमेरो हुन्छ, त्यही भएर ब्रेक लाग्ने नलाग्ने यही हुन्छ। त्यो भएर चाहिँ यो चाहिँ एकदमै उगोकी हुने ठाउँ हो, यसलाई चाहिँ चलिराख्ने ठाउँ हो नि त, त्यसलाई चाहिँ यसलाई चाहिँ त्यही भएर चाहिँ स्मुथली चाहिँ चल्नुको लागि चाहिँ हामीले त्यहाँ चाहिँ ग्रिस अप गर्नुपर्ने हुन्छ। बुढाको अब चाहिँ म चाहिँ रिरेभरको चाहिँ सोझी गर्नु जाँदैछु है त। यो गर्नुभन्दा पहिला चाहिँ मैले चाहिँ यहाँको एयर चाहिँ नुकी गर्नुपर्छ, यहाँ ट्याङ्कमा हुन्छ, यो ट्याङ्कमा भएको एयरलाई चाहिँ सबै निकाल्नु पर्छ। यो यस्तो फोहोर छ नि, फोहोर त होइन यो, अब यो सफा गर्ने बेला भएको। जस्तै यहाँनिर ओरिङ हुन्छ, यसलाई चाहिँ हामीले निकाल्ने, झट्टै यो वेस्टले पुसेर सही पहिला चाहिँ सफा गर्ने। अनि यो फेरि यसको माथिकोलाई पनि सट्ट पुस्ने, पाँच स्क्रिनर लाएर सट्ट यसरी सफा गर्ने। मैले देखाएको यो ग्रिस, यो चाहिँ नयाँ ग्रिसलाई फेरि हामीले दल्ने, यति भए पुग्यो। सो यसलाई फेरि ब्याक टु ऐकै मोडमा, ऐकै ठाउँमा, ऐकै तरिकाले झिकेर जसरी झिक्यो त्यसरी नै स्वाटै हालिदिने। सो ठिक भइसक्यो। अब यसलाई मैले सफा गरिसकेँ, यसलाई फेरि म ब्याक टु यसकै प्लेसमा राख्छु। त चेन्ज गरेको प्रोटेक्ट छु। यो चाहिँ उसको टाउको र पुच्छार जोड्ने ठाउँमा चाहिँ यो चाहिँ किन फेरिन्छ भनेदेखि यसलाई चाहिँ अब एयर मरे हुनसक्छ होइन, एयरको चाहिँ हावाको लिकेज हुनसक्छ भनेर चाहिँ हामीले चाहिँ यो चाहिँ निकालेको चेन्ज गरेको। जस्तो त्यो जोडिसकेपछि मैले यता गएर यो हावा पनि जोडिदिएको छु, त्यही अनुसारले यता हावा आइसक्यो। यो अघि फुलिएको थियो, हावा छिर्ने बित्तिकै यो फेरि चिजिमेरो भइसकिसक्यो। सो गाइस अहिले चाहिँ म चाहिँ अब यसको विङ्गोहरू झिक्दैछु, झार्दैछु यहाँबाट। सो यहाँबाट चाहिँ म विङ्गोहरू झार्दैछु। कदर हो यार, यो चाहिँ सफाइ हुन्छ सफा चाहिँ, तर अब यसलाई चेन्ज गर्नुपर्छ भनेपछि चेन्ज गरिन्छ नै। विङ्गोहरूलाई चाहिँ यहाँबाट यसरी झट्टै हाल्ने हो। यसमा चाहिँ 3 लिटर जान्छ, विङ्गोहरू पनि ओके। सो अब चाहिँ म चाहिँ लास्टमा यहाँ ब्याट्री छ, यो ब्याट्रीको चेक गर्छु है त। ल यो ब्याट्री पनि ओके। अहिले चाहिँ हामीले चाहिँ तोरेलिङ्गो पिबोत्तोको चाहिँ नात्तो बोर्तोहरू सिमे गरेर छौँ। यो चाहिँ तोरोक्कु सेत्ताले सिमे गर्नुपर्छ, अनि यसलाई चाहिँ क्युहे कुसालजी न्युटनले चाहिँ हामीले चाहिँ सिमे गर्नुपर्छ। अहिले चाहिँ अब हामीले यो दोहोऱ्यामा चाहिँ हाल्ने आँटिरहेछ। यो चाहिँ सेम अघि हामीले बिहान जसरी खोलेको थियौँ त्यसरी नै बन्द गर्ने। हेरिसक्यो, यसरी सिमे भइसक्यो। अब यसलाई घुमाउने, फेरि यसलाई युरोप चल्ने, एकचोटि फेरि घुमाउने, पुरेर डोको
गरेको हो यो चाहिँ अब जस्तो यसको आसबी गर्ने गरेको यही गर्दै गर्दै गयो फेरि अब सिमे गर्ने फेरि घुमाउने अब गर्दाखेरि गाटा गर्दैन पिन फेरि हालिदिने यसरी हामीले हाबुको चाहिँ चिउसे गरिसकेपछि चाहिँ हाबुलाई हामीले यसरी सबैलाई लगाइसकेपछि फेरि हामी चाहिँ टायरलाई चाहिँ निकाल्छौँ अनि त्यसलाई चाहिँ हामी चाहिँ ताया दाचाको भन्छौँ सो यसरी ताया दाचाको गरिसकेपछि चाहिँ हाम्रो त्यो कुसेताले फेरि एकचोटि तायालाई चाहिँ फेरि मासिजिमे गर्नुपर्छ त्यो चाहिँ केन साइनले चाहिँ को अगाडि हामीले चाहिँ गर्नुपर्ने हुन्छ अगाडि तान्ने यो निकालेर बाहिर फाल्दियो तान्यो यहाँ ढल्कायो अनि पठाइदियो निकाल्ने नै हालिदियो कलर पनि निकाल्नुपर्ने हुन्छ त्यसको लागि चाहिँ म यो धोएर ल्याउँछु है अघि हामीले त यो निकालेको थियो नि त यो खोलेको थियो यो टाइट गरेको छैन कसेको छैन सो अघि चाहिँ दोगुले निकाल्यो अर्को पाक्टले अब यसलाई चाहिँ हामीले यो दोगुले हुन्छ ठ्याक्कै यो हुन्छ है अनि यसले यहाँ बजाइदिने सिमे सेम यो कलरहरू चाहिँ निकाल्नु पर्ने हुन्छ त्यसको लागि हामी यो बुरासीले हटाउँछौँ यो चाहिँ तोरोक कुसेता हो यसले चाहिँ हामीले चाहिँ रोप प्याक न्युटनले चाहिँ हामीले चाहिँ मासिजिमे गर्नुपर्छ र यो चाहिँ हामीले चाहिँ केन साइनको अगाडि चाहिँ हामीले गरेर देखाउनुपर्छ फाइनली